हेर अब त गर्मी महिना लागेको माने अब त लाकतिर गएर पो यसो पौडी खेल्दै यसो कप बोलेर खानुपर्छ है क्या सोचिरहेको म राम 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 म भेज होइन थाहा छैन तँलाई ए साथी कता भेजमा त नि भेज त अनि म नरिसान त नरिसा मासु भने चिज त म मासु खायो भने त मलाई एलर्जी हुन्छ हौ त्यस्तो चाहिँ नभन्न त हौ मासु नखाने मासु लभर यहाँ छ त पन्छी त्यस्तो होइन हौ मलाई अलिक पस्दैन ल ल फेरि हिँड्नु यहाँ पर जाउँ यहाँ बस्नु पशु पन्छी देखेर त मलाई त माया लाग्छ हौ त त मासु खाँदिन होइन केटा खाँदिन हौ खाँदिन उता पर मैले दोकानबाट चाउचाउ लिएको थिएँ यो त खाइहाल्छु नि यो पनि मासु हो क्या मासु यहाँ मासु राम 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 खाँदिनस् है दादा नखा म खानु पऱ्यो अब कि खान्छ त केटा खाँदिन खाँदिन खान्छ भने भन न त फेरि मसला पनि यस्तो दामी पर्छ मासुको मसला पर्छ हौ मासुको खान्छ खान्छ भने तर अहिले भन्दै खाँदिन खाँदिन खान त मासुको चाउचाउ त यति राम्रो हुन्छ खानु खानु म यसको त बास्ना नै मन पर्दैन यो मासु खान्छ भने अहिले तर लास्ट अप्सन छ है फेरि खाँदिन खाँदिन खान्छ भने भन् खाँदिन नि मासु 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 चाउचाउ अझै पनि केही छैन है माने खाए खा चाउचाउ मासुको चाउचाउ चिकनको मासु कस्तो मिठो लागिरहेको घामदिन खानु घामदिन खानु लास्ट बाइट पुगिसक्यो खान्छ खान्छ भने भने अहिले भने लास्ट बाइट छ है के गरेर रोइ खान्छ खाँदैन भने अहिले छुनु हुँदैन हामी तैँले होइन मलाई राख्दै हुनु पो हुँदैन खानु त हुँदैन खानु नपाएको तरिकाले खाएको जा यहाँ मान्छेलाई कस्तो खान्न अब हर हर भएको बेलामा